Hi guys, welcome back to my channel again. It's me Basarana. So आज चाहिँ म भ्लग बनाउन स्टार्ट गरिरहेको छु. धेरै महिना भइसक्यो मैले भ्लग पनि नबनाएको. सो अब चाहिँ म भ्लग बनाउन स्टार्ट गरिरहेको छु. आज चाहिँ के स्पेशल छ भन्दाखेरि आज चाहिँ साइजाको मेहेन्दी हो. यस तपाईले सही सुन्नुभयो, साइजाको मेहेन्दी. साइजाको चाहिँ भोलि बिहे हुँदैछ. सो अनि हामीहरु चाहिँ अहिले मेहेन्दीको लागि जान आँटेको. अनि त्यसपछि म चाहिँ कामदेखि आएँ. अब रेडी पनि भइसकेको छु. पानी बनाएर छ मेन कुरा. अनि त्योभन्दा अगाडि म पुग्नु छ. निलो चाहिँ अघि गइसकेँ. सो तिनीहरूले मलाई अघिदेखि छिटो आइज भनेर बोलाइन्छ. सो म पनि जानुपर्ने हुन्छ. म रेडी चाहिँ भइसकेँ. सो मेरो आउटफिट चाहिँ यही एज युजल जहिले लगाएर हिँड्दा हुन्छ नि त. रेड कलरको कुर्ता त्यही लगाइरहेको छु. सो अब जानुपर्ने हुन्छ. वहीँ गएर भेटौँ है त. हामी चाहिँ साइजाकोमा आइसक्यौँ. यहाँ डेकोरेसन हुँदो रहेछ यस्तो. हाँस्दा हाँस्दा रुन्छ अहिले फेरि. म चाहिँ साइजाको बिहेमा आएको छु. म चाहिँ निलो चिन्नुहुन्छ मलाई होइन. अनि त्यसपछि मलाई चाहिँ साइजाको माइजू, साइजाको ठुलो मम्मी, साइजाको प्यारी तपाईँलाई देखाएको छैन मैले. हजुर उहाँ चाहिँ साइजाको बेहुलीको हजुरआमा. बेहुलीको बुबु. हेर्नु न यहाँनिर ब्लस अलिकति मलाई लागेन अरे क्या. पेपर लगाइदिँदैछ मैले साइजाको बेबा हल्का त मेकअप गर्नु पर्ने. ओइ मन्दिर तिम्रो बिहे भन्दा मात्रै साइजाको बिहे भयो त. मलाई त कस्तो भारतपुटी खेले जस्तो लाग्दैछ. त्यही भएर मेरो बिहे त हुँदैन. मेरो बिहे त हुँदैन. बेहुलीले दिनु देखियो के भयो राइट टु बी. निन्द्रामा छ एरिन. त्यही पनि गर्दैछ. ल मन्दिर त सो मेहन्दी लाउन स्टार्ट हुँदैछ यहाँ चाहिँ. अब मन्दिर आएको बिहे अरे. साइजाको बिहे बनाएको छ. यतिको दिन पर्छ. आयो आयो आयो. यहाँ चाहिँ मेहन्दी लाउने कार्यक्रम हुँदैछ. अर्को मम्मी पनि नाच्दैछ. ल
मात्रै हो हल्का मात्रै ओ ल भयो नि अब एकचोटि हल्का दियो अनि ल ल भयो ल हो भयो भयो यस नाइस ल भयो ल भयो घरमै पर्ने धेरै रोमान्टिक छ अब साइजको पालो होला नि त खुवाउने दिपेश भाइ अनि यहाँनिर चाहिँ दुईजना छ यहाँनिर रेडी गर्दैछन् खानेकुराहरू मासु गिलो भइहालेछ मासु गिलोवाला मासु गिलोवाला मासु चम्ची हाल्दैन एक चम्ची हाल्दिनु बिचमा म लगिदिइहाल्छु सो गाइस अब चाहिँ हामीहरू साँझको भोज अगाडि मेहेन्दीको दिनको भोज खाँदैछु मेहेन्दीसँग खाँदैछु म दिदी चाहिँ यहाँ साइडमा खाँदैछु साइजाको चाहिँ उता छुट्टै छ है उहाँ दिदीले खुवाइदिँदै हुन्छ अरे आन्टी चाहिँ माथि बसेर हेर्दै हुन्छ उहाँको साथीहरू चाहिँ सो हामी पनि खानुपर्ने हुन्छ चिसो रहेछ है एकदम हामी लगाइ जाडै आज होइन ल म मामले ल्याउँछु ल ल ल अचार यहीँ हाल्नु अचार चाहिँ नखाने मतलब के नखाने है अचार भयो किन मिठो भयो लिएर आउँछु गाइस होइन चिसो हुन्छ मलाई थोरै छ भाग त मैले आफै हालेको क्या भएन
हेर्नुहोस् गाइज मेरो मासु हेर्नुहोस् गाइज एघार बजिसक्यो होइन मैले दुईजना हातमा अलिअलि मेहन्दी लगाइसकेँ मेहन्दी लगाएर ठुलो भएको चाहिँ म तपाईँलाई मेहन्दी देखाउँछु ल फर्स्टमा लाग्नु चाहिँ यो देखा त छैन यस्तो लगाइदिएको छु अनि सेकेन्डवाला चाहिँ लगाइदिएको छु लास्टै टल्केर अब के गर्ने यस्तै भयो अब म एकछिन मेरो हातमा लाग्छ अनि त्यसपछि म सुत्छु फिँदा लगाइसक्यो मलाई सबजना रेडी हेरेर लाउँदै हुनुहुन्छ मेहन्दी साइजाको बिहेको मेहन्दी अब साइजाको पहिला बर्थडे भनेर उ गरेको अब आज त बिहे दिदी म एक्लै हुन्छु यहाँ त त्यही भनेको त नि गाइस अहिले चाहिँ रातिको 11 अरे अहिले 1 बज्न आँटिसकेको छ अनि हामी अहिलेसम्म सुत्दै होइन भर्खर मेहन्दी लाउने कार्यक्रम सक्यो म मेरो मेहन्दी लाग्दा पहिला देखाउँछु ल सो यो चाहिँ मेरो मेहन्दी हो सो यो चाहिँ मेरो मेहन्दी यस्तो लाग्छु मैले यो न्यानोन भनेको चाहिँ फेरि म बिएलको फ्यान हो कि एकदमै हुन्छ न्यानोन भनेको तपाईँलाई थाहा छैन होला सो त्यही हो अब चाहिँ सुत्नुपर्ने हुन्छ अनि त्यसपछि हामी चाहिँ आज यही बेलुकी घरमा बस्यौँ किन ढिला भयो नि त अनि यतिखेर त फेरि के जानु भनेर बरु नजाने अब एकचोटि भोलि बिहान जाने भनिरहेको छौँ अनि त्यही हो जस्तो मेरो भिडियो यति नै हुन्छ आज साइजको मेहेन्दीको भ्लग यति नै हुन्छ यति नैसम्म हेरिदिनु भएको सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै सी यू इन द नेक्स्ट भिडियो साइजको बिहेवाला भिडियोमा सो भेट्नुपर्छ बाई गाइज